कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको 13औं खाना महोत्सव अपेक्षित लक्ष्यभन्दा कम सफल भए पनि आगामी दिनमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने अनुमान आयोजकहरूले गरेका छन्। विशेष गरी भारतीय सञ्चार माध्यम र पत्रकारहरूले भेडेटारको प्राकृतिक सुन्दरता, मौसम र पर्यटन सम्भावनाबारे गरेको प्रचार प्रसारले गर्मी सिजनमा भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुने विश्वास लिएको छ। एक रिपोर्ट। कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै गत पुस 16 गतेदेखि 18 गतेसम्म सञ्चालन भएको खाना महोत्सव मार्फत 50 देखि 60 हजार पर्यटक भित्र्याउने र करिब 2 करोड 50 लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको थियो। तर अफ-सिजनको समय परेकाले लक्ष्यअनुसार पर्यटक नआए पनि करिब 60% लक्ष्य हासिल भएको होटल एसोसिएसन भेडेटारले जनाएको छ। महोत्सव अवधिमा करिब 25 देखि 30 हजार पर्यटक भेडेटार पुगेको आयोजकको दाबी छ। धनकुटाका अग्रज पत्रकार सञ्जय सन्तोषी राईका अनुसार यसपटक भारतीय पत्रकारहरूले भेडेटारको मनोरम प्राकृतिक दृश्य, चिसो मौसम र सहज पहुँचबारे निरन्तर प्रचार गरिरहेका कारण आगामी सिजनमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्नेछ। उहाँले पर्यटन प्रवर्धनमा सञ्चार माध्यमको भूमिका प्रभावकारी देखिएको बताउनुभयो। यसपटक पहिलाको तुलनामा अलिक बढी आउनु भएको, तर अब छोटो समयमा हामीले चाहिँ प्रचार प्रसार भएको कारणले जति आउनुपर्ने अपेक्षाकृत चाहिँ नआएकै हो। तर आउने वर्षमा यो क्रम बढ्छ, किनभने अब भारतीय मिडियाहरूले पनि कभरेज गर्यो नि त। यो चाहिँ यो नयाँ अङ्ग्रेजी नयाँ वर्षलाई चाहिँ टार्गेट गरेर भेडेटारमा चाहिँ फुड फेस्टिभल सुरु गरेको छ, सञ्चालन गरिरहेछ भनेपछि उनीहरू नजिक भनेको त भेडेटार हो, यो बिहार होइन उसबाट आउने चाहिँ। त्यस कारणले यो अहिले चाहिँ अपेक्षाकृत सन्तोषजनक नै मान्नुपर्छ। होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले नेपाली पर्यटकसँगै भारतीय पर्यटकको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो। आगामी दिनमा भारतीय पर्यटक स्वयं प्रचारकका रूपमा देखिनु सकारात्मक संकेत भएको श्रेष्ठले बताउनुभयो। भारतीय पत्रकारहरू अहिले पनि आएको छ, समापनमा पनि उद्घाटनमा पनि आउनु भएको थियो। उहाँहरूले जुन गरेको हामीले सुन्दाखेरि अहिले व्यापक भइरहेको छ र यहाँ पर्यटकहरू पनि आइराख्नु भएको छ। होटेलहरू पनि अहिले सबै होटेलहरू पर्याप्त मात्रामा सबै रुमहरू होटेलहरू सबै प्याक भएको पनि सुन्नमा आएको छ। यहाँ चाहिँ हिजोको तथ्याङ्क बुझ्दाखेरि यहाँ पर्यटन प्रहरीहरूसँग बुझ्दाखेरि 25 देखि 30 हजारसम्म आएको पर्यटकको जस सुन्नमा आयो होइन एक दिनमा। यता होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले लक्ष्यभन्दा कम पर्यटक आउनु व्यवस्थापनका दृष्टिले सहज भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति भने उत्साहजनक रहेको उल्लेख गर्नुभयो। गर्मी मौसममा तराई र भारतबाट शीतलता खोज्दै भेडेटार आउने पर्यटकको संख्या बढ्ने उहाँको भनाइ छ। हामीले 50 देखि 60 हजारका लक्ष्य लिएको थियौँ, त्यो अनुरूप हामीले प्राप्ति गरेको छौँ जस्तो लाग्छ। किनकि नमस्ते झरनाको डाटा हेर्दै गर्दाखेरि 36 देखि 40 हजार त नमस्ते झरनामै उहाँहरू पुगिसक्नु भएको डाटा भेटिएको छ। त्यो अनुरूप हेर्दाखेरि यसपालिको जुन हामीले लक्ष्य लियौँ त्यो लक्ष्य पक्कै पनि पुरा भएको छ। त्यो सँगसँगै यसपालि हामीले हाम्रो आउने पर्यटक महानुभावहरूलाई कम्तीमा गेटमै भए पनि वेलकमको कार्यक्रम पनि गऱ्यौँ होइन। अनि एक्स्ट्रा एक्टिभिटिज गरेर उहाँहरूले एकछिन भए पनि यो फेस्टिभलमा महलमा एकछिन रमाइलो गर्नको लागि विभिन्न एक्टिभिटिजहरू पनि गरियो। कोरोना महामारीपछि सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किँदै गएको व्यवसायीहरू बताउँछन्। पछिल्ला वर्षहरूमा बिहार, पूर्णिया, कटिहार, दार्जिलिङ र सिक्किमसम्मका भारतीय पर्यटक भेडेटार पुग्न थालेका छन्। भारतीय सञ्चार माध्यमको प्रचारसँगै भेडेटारको पर्यटन चहलपहल आगामी दिनमा अझ बढ्ने अपेक्षा गरिएको छ। हिमशिखर टेलिभिजनका लागि सुनसरीबाट गोविन्द बस्नेतको रिपोर्ट।